बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नु भएको छ। पार्टी फरक होला, तर मेरो लागि यो क्रान्तिकै संकल्पको जित हो भन्ने म ठान्दछु। मैले यो प्रसङ्ग यसकारण पनि उठाएको हुँ कि क्रान्तिका उपलब्धिमा गर्व गरिरहेको यही समाजका केही पात्र आज पनि क्रान्तिको अपराधीकरण गर्न तल्लीन छन्। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिन अग्रसर छन्। मैले तपाईहरूलाई गणतन्त्रका फूल मानेको छु। शान्ति प्रक्रियाको पूर्णता अब मेरो भन्दा तपाईहरूको बढी जिम्मेवारी बन्न गएको छ। सभामुख महोदय, पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ। सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। दह्रो सहकार्य। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ सुरु गरेका थियौं।